नमस्कार, मेरो नाम सुमन पुल्कुटी हो। काभ्रे जिल्ला धुर्खेल नगरपालिका वडा नम्बर 10 मेरो घर, म त्यहाँ बसोबास गर्छु। यो आजको यो बागमती युवा परिषदले चाहिँ जुन तालिमहरू इलेक्ट्रिसियन दिएको थियो, त्यसले गर्दाखेरि चाहिँ मलाई धेरै सपोर्ट भएको छ हैन। कार्यक्रम बागमती युवा परिषदले चाहिँ तालिम इलेक्ट्रिसियनको तालिम दियो। इलेक्ट्रिसियन तालिम दिँदाखेरि चाहिँ मलाई अझै राम्रो हौसला भयो। पहिला केही जान्दैन थिएँ हैन, हल्का फुल्का जान्थेँ, तर राम्रोसँग जानेको थिएन। त्यो तालिमले चाहिँ मलाई फेरि थप ऊर्जा प्रकट गर्यो हैन। त्यसले गर्दाखेरि चाहिँ मलाई थप प्लस पोइन्ट भयो। पहिला हेल्पर थिएँ म, अनि पछि त तालिमले चाहिँ मलाई एउटा राम्रो दक्ष अनुभवी जस्तो व्यक्ति बनाएको छ। आज त्यही तालिम पश्चात चाहिँ म अब घरहरू ठेक्का लिएर इलेक्ट्रिसियनको कामहरू गरिरहेको छु। अनि बागमती युवा परिषदले दिएको तालिमले गर्दाखेरि चाहिँ मेरो जीवनमा हैन, मैले गरेको मेरो कामहरूमा चाहिँ थप प्रगति ऊर्जा बन्यो। त्यसले मलाई एउटा आम्दानीको राम्रो स्रोत पनि दियो। यो तालिमले गर्दाखेरि मैले अब मासिक पहिला केही काम हुँदैन थियो, कठिन हुन्थ्यो र मुस्किलले 8-9 हजार रुपियाँ हुन्थ्यो भनेदेखि तालिम पश्चात चाहिँ अहिले मलाई महिनामा केही नभए पनि 30-40 हजार रुपियाँको चाहिँ आम्दानी भइरहेको छ। मासिक आम्दानी त्यति भइरहेछ। यसले चाहिँ तालिमले चाहिँ हामीलाई चाहिँ विदेश जानदेखि हैन, सानोतिनो तलबले चाहिँ हामी खाडीमुलहरू गइरहेको साथीहरूलाई चाहिँ यसले चाहिँ राम्रो गर्दछ। र यो तालिमले चाहिँ भोलि आएर हाम्रो युवा साथीहरूलाई, बेरोजगार साथीहरूलाई र पढ्दै गरेका अब एसएलसी पास हुनुभएका भाइ बहिनीहरूलाई चाहिँ यसले थप ऊर्जा गर्छ र हामीलाई एउटा सिप पनि दिन्छ। सिपले गर्दाखेरि मान्छेहरू माथि जान सक्छन्। त्यो सिपले गर्दाखेरि चाहिँ आम्दानी मात्र होइन, सबै कुराहरू पनि सिकाउँदो रहेछ भन्ने कुरा मैले यहाँबाट थाहा पाएँ हैन। यो तालिमले चाहिँ एकदमै राम्रो गरिरहेको छ र अब अरू साथीहरूलाई पनि भन्न चाहन्छु, यो तालिम एकदम राम्रो छ, तपाईँहरू सिक्नुहोस् हैन। तालिमले गर्दाखेरि चाहिँ हाम्रो स्किल टेस्टहरू जुन हामीले गरिरहेको हुन्छ, त्यो थप कुराहरू पनि हामीलाई चाहिँ सिकाउँदछ। तालिम बिना कुनै पनि कुराहरू अधुरो छ। तालिमले चाहिँ सबै कुरा सिकाउँछ। र सबै साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने तालिम एकदम राम्रो छ। यो तालिम लिएर तपाईँहरूले पनि आफ्नो जीवनमा हैन, आफ्नो कामलाई पेशागत रूपले लिएर चाहिँ तपाईँहरूले अगाडि बढ्न सक्नुहुन्छ। हस्, धन्यवाद।